नमस्कार, म कल्पना पुलक। तपाईहरु हेर्दै हुनुहुन्छ शारदा अनलाइन टिभी। केही दिन अगाडि हामीले एक सफल कृषकको बारेमा भिडियो बनाएका थियौं। यहाँहरु सबैजनाले त्यो भिडियो रुचाएर राम्रो प्रतिक्रियाहरु दिनुभएको छ। त्यसबाट हामीले थप हौसला मिलेको छ। त्यसको लागि सबैजनालाई हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। आज हामीले तपाईहरुमा फरक खालको भिडियो ल्याएर आएका छौं। अहिले हामीसँग हुनुहुन्छ सल्यानी माटोले जन्माएका एक क्षेत्रीय स्तरको कलाकार, एक त्यस्तो व्यक्ति जसले सिङ्गो सल्यानलाई नै आफ्नो गीत सङ्गीत मार्फत चिनाउनमा ठुलो योगदान दिनुभएको थियो, जुन अहिले गुमनाम हुनुहुन्छ। सिङ्गो सल्यानले चिन्न सकेको छैन। हुनुहुन्छ भक्तराज परियार, जो मेरो आफ्नै बुवा हुनुहुन्छ। स्वागत छ तपाईलाई हाम्रो शारदा अनलाइन टिभीमा। धन्यवाद। उहाँ चाहिँ शारीरिक अशक्तका कारणले गर्दाखेरि बोल्नलाई अलिकति असहज हुनुहुन्छ। शारीरिक अशक्तका कारणले गर्दाखेरि नै उहाँ अहिले गाउँमै एउटा गुमनाम जीवन बिताइराख्नु भएको छ। तैपनि हामी छोटो मिठो कुराकानीतिरै लाग्छौँ। तपाईलाई चाहिँ गीत गाउनु पर्छ भन्ने सोच चाहिँ कहाँबाट आयो बुवा? यो गीत गाउनु पर्छ भन्ने सोच त मेरो पहिले पनि राखिरहन्थ्यो र गाउँघरमा पूजा आधा भयो, बिहे बद्दा पन्दा भयो, त्यतामा दोहोरी गीतहरू गाइन्थ्यो। अनि र त्यही कारणले गर्दाखेरि मैले रेडियोबाट पनि मैले गीत गाउन सुरु गरेँ। अनि त्यही कारण हो मैले यो सल्यानीको हावापानी गीत पनि मैले क्षेत्रीय रेडियोबाट गाएको हो। तपाईका रेकर्ड भएका गीतहरू चाहिँ कतिवटा छन्? मेरो गीतहरू दुईटा मात्रै छन्। कुन कुन गीत? एउटा राजी कोठरा फुरा राजी कोठरा भन्ने छ, एउटा सल्यानीको हावापानी छ। लाली गुराँस फुल र सल्यानीको हावापानी। लाली गुराँस फुल भन्ने बोलको गीत चाहिँ अहिले पछिल्लो समय चोरी भएको छ र अहिले चाहिँ एउटा मात्रै गीत छ, सल्यानीको हावापानी। तपाईले चाहिँ गीत रेकर्ड गर्नुपर्छ भन्ने चाहिँ कहाँबाट सुन्नुभयो? कहाँबाट सुन्नु हुनु र अब रेडियोबाट इन्थ्यो र रेडियोबाट लोकगीत प्रतियोगिताहरू आउँथे। त्यही सुनेपछि म पनि अब गीत गाउनु पर्छ भन्ने सोच आयो। त्यही भएर म 2047 सालमा काठमाडौँमा गएँ। त्यही भएर म जोकरमा पनि पढेँ। अनि त्यही भएर मैले लाली गुराँस भन्ने भाका मैले गीत गाएको थिएँ। पहिलो गीत चाहिँ लाली गुराँस फुल। हजुर। कहाँ? रेडियो नेपालमा होइन गीत रेकर्डिङ भएको? रेडियो नेपालमा हो। 2047 सालमा काठमाडौँ छिर्नुभयो। त्यो बेला त म पनि जन्मेको थिएन। भनेपछि त्यो बेलाको अवस्थामा काठमाडौँ गएर गीत रेकर्ड गर्नको लागि त एकदमै कठिन थियो होला नि त? त्यतिखेर रेडियोबाट रोकेको कार्यक्रमहरू आउँथ्यो। अनि त्यही भएर त्यहाँ मैले पनि मेरो स्वर पनि राम्रो थियो। मैले पनि गीत गाउनु पर्छ भन्ने मलाई रहर आयो। त्यही भएर म काठमाडौँमा प्रतियोगिता। सल्यान जिल्लाबाट तपाईँ एक्लै जानुभएको थियो कि तपाईँसँग कोही साथीहरू पनि थिए? साथीहरू त धेरै थिए। अनि सिफारिस सकेर जानु पर्थ्यो। अनि सुपारी दिँदाखेरि मलाई गर्थ्यो। त्यही भएर म त्यही दिदाको सुपारी सकेर काठमाडौँ गएको हुँ। हिँड्दै जान त सम्भव थिएन होला, गाडीमै जानुभयो होला है? अनि यहाँ सल्यान जिल्लाबाट काठमाडौँको लागि गाडी जान्थ्यो? सल्यानबाट गाडी जान्थ्यो। त्यति बेला गीत सङ्गीत बाहेक अरू के गर्नुहुन्थ्यो तपाईँले? गीत सङ्गीत बाहेक अरू त्यही घरेलु कामहरू गर्थेँ। अनि त्यही हो। रेडियो नेपालमा गएर गीत रेकर्डिङ गर्दाखेरि चिनेका साथीहरू पनि थियो होला नि? तिनका साथीहरू थिए।
त्यहाँ गएर गीत रेकर्डिङ गर्दाखेरि चाहिँ सुरुमै कसलाई भेट गर्नुभयो? बमबहादुरकारी राय माथि थियो। ए बमबहादुर कार्की नारायण राईमाझीहरू हुनुहुन्थ्यो। गीत रेकर्डिङ गर्नुभयो। गीत रेकर्डिङ गर्दाखेरि कस्तो अप्ठ्यारो लाग्यो कि लागेन? गाउँमा यत्तिकै गाएको मान्छेलाई त्यहाँ गएर गीत रेकर्डिङ गर्दाखेरि कतिको सहज थियो? रेकर्डिङ गर्नेबाट बिग्रिन्छ कि भनिन, डर त लागेको थियो, तर मेरो स्वर पनि राम्रै थियो। मेरो गीत पनि रेकर्डिङ भएर छोडेको हो। अनि गीत चाहिँ गाउनुभयो, त्यो गीत चाहिँ शब्द लय चाहिँ कसको थियो? आफ्नै थियो कि? शब्द सङ्गीत सबै मेरो आफ्नै थियो। तपाईँको एउटा गीत गाउनुहोस् न, सक्नुहुन्छ कि नै? थोरै प्रयास गर्नुहोस् न बुवा। एउटा गीत अब काठमाडौँमा गाएको गीत छ, राधीको रस फोरा भन्ने। त्यो गीत अब मैले अहिले आतंकको कारणले मैले गाउन सक्दिनँ म अहिले। सल्यानैको हावापानी भन्ने गीत निकै चर्चामा आएको गीत हो। त्यो गीत थोरै गुनगुनाउन सक्नुहुन्छ भने थोरै प्रयास गर्नुहोस् न। त्यो गीत पनि मैले स्वर आउँदैन, अहिले म गाउन सक्दिनँ म। गीत रेकर्ड गर्नुभयो, गीत रेकर्ड गरिसकेपछि तपाईँलाई कस्तो अनुभव भयो? गीत रेकर्ड गरेपछि त धेरै खुसी लाग्यो। रेडियोबाट पनि गीत आउनु भएको कारणले सबैले गीत सुने, अनि त्यो भएको कारणले मलाई राम्रै लाग्यो। सल्यान जिल्लाले केही सम्मान गरेको नै? सल्यान जिल्लाले केही समारोहहरू केही गरेन। उहाँले गीत गाउन नसकेको कारणले गर्दाखेरि म थोरै गीत चाहिँ गुनगुनाउँछु। गीत रहेको छ, सल्यानैको हावा पानी खाएर बिताउला यो जीवानी। यो गीत सिर्जना गर्दाखेरि चाहिँ कसरी सिर्जना गर्नुभयो? यो गीत मैले अब यो सदनभित्रकै गीत गाउनुपर्छ भन्ने एउटा मनमा लागिरहेको थियो। त्यही भएर म सदनैको हावापानी खाएर बिताउँला यो देवानी भन्ने भाकालाई मैले गीत गाउनुभयो, सिर्जना गर्नुभयो र रेकर्डिङ गर्नुभयो। त्यसपछि कति अरू गीत गाउनुभयो कि भएन? अरू गीत अब अरू गाउने भएन। एउटा गीत छ राधीको रस भन्ने, लाडी गुराँस र सल्यानैको हावा पनि दुईवटा गीत गाउनुभयो। त्यसपछि चाहिँ गीत गाउन किन छाड्नु भयो? अब गीत गाउन अब केही आर्थिकको पनि समस्या भयो, अनि त्यही कारणले पनि हो, अनि त्यही हो। दुईवटा गीत गाइसक्नु भएको मान्छे होइन, त्यही पनि सल्यानैको हावापानी भन्ने गीत त सल्यान जिल्लामा निकै चर्चामा आएको गीत हो। त्यसपछि तपाईँलाई कुनै अफर आएन फेरि पनि गीत गाउनुपर्छ भनेर? आएन, त्यस्तो किसिमको केही आएन। उहाँले भन्नुभएको छ आर्थिक अवस्थाको कारणले गर्दाखेरि पुनः गीत रेकर्डिङ भएन भनेर। हामी चाहिँ सामान्य परिवारको मान्छे हौँ, हाम्रो चाहिँ आर्थिक अवस्था पहिल्यैदेखि नै नाजुक रहेको छ। त्यसले गर्दाखेरि पनि झनै बुवा चाहिँ बिचमा बिरामी परिदिनु भयो। उहाँलाई चाहिँ प्रेसरले हानेपछि उहाँको बोली स्पष्ट आउँदैन र शारीरिक रूपमा अशक्त हुनुहुन्छ। हाम्रो ठाउँमा विभिन्न प्रकारका कार्यक्रमहरू हुने गर्छन्, साङ्गीतिक कार्यक्रमहरू, मेला महोत्सवहरू, वडा स्तरीय गाउँपालिका स्तरीय कार्यक्रमहरू हुने गर्दछन्। त्यस्ता कार्यक्रमहरूमा उहाँलाई सम्झिएर उहाँको गीतहरू बजाइदिए मात्रै पनि उहाँको मनोबल उच्च हुने थियो। यसै क्रममा सल्यान कला साहित्य परिषदले सल्ली बजारमा बुवालाई एकचोटि सम्मान पनि गरेको छ, 1-2 वर्ष अगाडि हो। त्यस्तै हाम्रो ठाउँमा हाम्रै गाउँपालिकाहरूले पनि त्यसरी नै उहाँलाई सम्मान गरिदिए अझ राम्रो हुने थियो भन्ने लाग्छ हामीलाई चाहिँ। मैले चाहिँ उहाँको लागि एउटा कविता लेखेको छु, जुन कविता चाहिँ राष्ट्रिय स्तरको कविता प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न पुगेको थियो। यो कविता चाहिँ मेरो बुवाको लागि समर्पित कविता हो। म यो कविता केही सुनाउँछु। कविताको शीर्षक छ बा। केही दिन भयो मेसिन छुट्टीमा बसेको छ,
केही दिन भयो मेसिन छुट्टीमा बसेको छ। पौधानीका पैयाले विश्राम लिएका छन् र बाका खुट्टा व्हील चेयरमा सवार भएका छन्। बाले जवानीदेखि बुढेसकालसम्म बिस्टका लुगा मात्र सिलाएनन्। बाले जवानीदेखि बुढेसकालसम्म बिस्टका लुगा मात्र सिलाएनन्। बाले त विभेदको पर्खालले ठडिएको समाजमा आफ्ना छुटा हातले टालिरहे थरी थरी मान्छेहरूका उर्दिएका च्यातिएका इज्जत र सजाइरहे तिनै मान्छेहरूको प्रतिष्ठा पनि। हरेक वर्ष थरी थरीका चाडबाड आउँदा बाका लागि सधैँ हतारो र चटारो आउँथ्यो। हरेक वर्ष थरी थरीका चाडबाड आउँदा बाका लागि सधैँ हतारो र चटारो आउँथ्यो। पुरानै भए पनि बाको जिउमा सफा लुगा हुन्थ्यो। भित्तामा घन्किरहेको रेडियो, टाउको माथि ढाकाको टोपी, टोपीमा च्वास्स घुसाएको सियो, गलामा फिता, हातमा कैँची बोकेर बा सेवा गर्न यसरी बसेका थिए कि अर्काकै लुगा सिलाउँदा सिलाउँदा आफ्नो च्यातिएको सपना सिलाउने फुर्सद कहिल्यै भएन बालाई। बाको पनि सपना थियो, बाको पनि सपना थियो आफ्ना सिर्जनामा लय र सङ्गीतको माधुर्यतामा गुन्जाइस थप्ने। तर मेरो आगमनसँगै बाका हुर्किएका सपना मुर्झाएका थिए र मेरा सपनाले बाको पसिनाको सिँचाइ पाएर टुसाएका थिए। तर बाका निरीह आँखाले सपना देख्न भने छाडेका होइनन्। हरेक दिन पौधानीको खटखट खटखटको झङ्कारमा आफ्नो स्वर भरेर छेउमा रहेका कैँची, फिता र लुगाहरूलाई आफ्ना गीतहरू सुनाइरहन्थे। त्यसैले त बा चेल्मी र कविता सुनेर छाती चौडा बनाउँछन्। सायद बा मेरा कवितामा आफ्ना भाका भेटाउँछन्। तर लय हालेर गुनगुनाउन उनको जिब्रो लरबराउँछ, उनका ओठ थरथराउँछन्। बाले सनैमा प्रालको नली राखेर बेसरी सास दिन्थे। बाले सनैमा प्रालको नली राखेर बेसरी सास दिन्थे। झ्याली, टेम्पो, मादल दमाहा ठोकिँदा पञ्चे बाजाको सुमधुर धुन निस्किन्थ्यो। उबेला बाले सनैलाई सास दिएर सबैलाई नसाउँथे। अचेल बा जिन्दगी बचाउन भेन्टिलेटरले सास लिन्छन्। उबेला बाले बाँसुरी फुकेर रोएका मनहरूको विरह गाउँथे। अचेल बा बाँसुरीको धुन सम्झेर एकान्तमा सुख सुकाउने गर्छन्। धन्यवाद। यो कविता चाहिँ बुवाको विगतमा बिरामी भएको अवस्थाको बारेमा लेखिएको कविता हो र साथै उहाँको सपनाहरूको बारेमा, उहाँको गीत सङ्गीतको बारेमा अलिकति मैले दर्शाउन खोजेको हो। उहाँ चाहिँ शारीरिक अशक्तका कारणले गर्दाखेरि त्यति धेरै लामो कुराकानीलाई जोड्न सकिएन। कुनै बेला हाम्रो वडा पालिका सिङ्गो जिल्लाले उहाँलाई चिनेछ भनेपछि उहाँलाई फेरि पनि देख्न पाइनेछ। अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। जसले यो भिडियो हेरेर साथ दिनुभएको छ उहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। थप धन्यवाद दिन चाहन्छु मेरो बुवालाई, जो शारीरिक अशक्त भए तापनि हामीलाई महत्त्वपूर्ण समय दिनुभएको छ। अझ यस्तै राम्रा भिडियोहरू हेर्न चाहनुहुन्छ भनेपछि हामीलाई तपाईँहरूको साथ सपोर्टको आवश्यकता पर्दछ। म पनि बिदा हुन्छु। नमस्कार।